नमस्कार, यो हो पूर्वाधार वाच। तपाईले यो कार्यक्रम टिभी टुडे टेलिभिजनमा हरेक बुधबार राति 8 बजे हेर्न सक्नुहुन्छ। दर्शकवृन्द, घर बनाउनु सपना हो, तर त्यो सपना तपाईको जीवनको सुरक्षा बन्नुपर्छ। भवन निर्माण संहिता केवल कानुनी होइन, मानवीय आवश्यकता हो। जब एउटा सुरक्षित घर हुन्छ, त्यहाँ सपना सुरक्षित हुन्छन्। सपना सुरक्षित भएपछि मात्र समाज समृद्ध बन्छ। नेपालमा प्रत्येक वर्ष हजारौं संरचनाहरू बन्छन्, तर तीमध्ये कति संरचना सुरक्षित छन्? कति संरचनाले मानिसको ज्यान जोगाउन सक्ने बल राख्छन् र कति घरहरू मात्र बाहिरी बनावटका रंगीन आवरणमा सजिएका छन्, तर भित्रभित्रै कमजोर आधार लिएर उभिएका छन्। यिनै विषयमाथि केन्द्रित छ आजको पूर्वाधार वाच। सुरुमा हेरौं यो एक रिपोर्ट। विक्रम सम्वत 2072 को महाभूकम्पपछि हामीले एउटा यथार्थ नाङ्गो आँखाले देख्यौं। जब घर आफै खतराको कारक बन्यो, हजारौं संरचनाहरू केही सेकेन्डमै तहस नहस भए र लाखौं मानिसहरूको विश्वास पनि। त्यो दिनपछि हामीले बुझ्न थाल्यौं, घर निर्माण केवल इँटा, सिमेन्ट र रडको कुरा होइन, यो जीवनको रक्षा गर्ने विज्ञान हो। होल 753वटा पालिकामा यसलाई चाहिँ एकरूपता दिने। किन भन्दा अहिले चाहिँ हाम्रो समस्या के छ भन्दाखेरि चाहिँ हरेक पालिकामा आफ्नो कार्यविधिहरू छन्, आफ्नो तरिका छन्। हरेक पाइमा तपाईँले सायद चाहिँ हरेक पालिकामा गएर चाहिँ दर्ता गर्नुपर्छ होला है, नक्सा पास गर्नलाई। त्यो समस्या हो नि त होइन। एकचोटि वन्स हामीले दर्ता गरिसकेपछि त सबैतिर हुनुपर्ने हो नि त। त्यसकारण चाहिँ एकरूपता होस् भन्ने हिसाबबाट नै यो चाहिँ BCWP हामीले लिएर आएको हो र सेन्ट्रलाइज इपिएस सिस्टम पनि हामीले गर्दैछौँ, अहिले छिट्टै नै गर्दैछौँ। त्यसको लागि चाहिँ हामीले चाहिँ यो भवन 2055 पनि अहिले चाहिँ हामीले संशोधन गरेर त्यो कानुन मन्त्रालयमा हामीले चाहिँ पुर्याइसकेका छौँ। वन्स त्यो चाहिँ लागू हुन्छ, त्यसपछि चाहिँ हामीले यो अहिले चाहिँ भर्खरै अब कन्सल्टेन्ट पनि हायर गरिसकेको छ। ADB प्रोजेक्ट अन्तर्गत चाहिँ हामीले सपोर्ट गरिरहेको छ सेन्ट्रलाइज इपिएस सिस्टम बनाउने। अब चाहिँ तपाईँहरूले चाहिँ हरेक सिस्टममा चाहिँ गरेर चाहिँ अब काठमाडौँको बेग्लै सिस्टम छ, त्यस्तै ललितपुरको बेग्लै, कीर्तिपुरको बेग्लै, डिफ्रेन्टवटा पालिकाहरूको बेग्लै बेग्लै छ भन्दा त्यसलाई एकरूपता दिने भन्ने हिसाबले चाहिँ सेन्ट्रलाइज इपिएस सिस्टम पनि अब हामीले चाहिँ यो NBCC प्रोजेक्टमा चाहिँ हामीले चाहिँ तयार गरिसकेका छौँ र यसलाई चाहिँ अब हामीले छिट्टै नै चाहिँ अब सेन्ट्रलाइजतिर लग्दैछौँ। त्यो विज्ञान जुन नेपाल राष्ट्रिय भवन संहिता भनेर चिनिन्छ, अझै पनि धेरैका लागि यो किताबको पानाभित्र मात्र सीमित छ। जानेर वा नजानेर विभिन्न बहानामा हामी यसलाई बिर्सिरहेका छौँ वा व्यवस्था गरिरहेका छौँ। तर यो व्यवस्था निकै घातक मात्र छैन, यसको परिणाम भयावह हुन सक्दछ। नेपाल भूकम्पीय जोखिमका दृष्टिले विश्वकै 11औं स्थानमा पर्छ। बारपाक महाभूकम्प होस् वा पछिल्लो जाजरकोट भूकम्प, जसले हामीलाई सुरक्षित संरचना निर्माणबारे निकै ठुलो पाठ सिकाएका छन्। यसमा आम सर्वसाधारण र सरकार दुवै चनाखो हुनुपर्छ। सरकारसँग नेपाल राष्ट्रिय भवन संहिता लगायतका व्यवस्थित प्रशस्त कानुनी व्यवस्था पनि नभएका होइनन्। त्यसको कार्यान्वयनमा सरकार कसरी अघि बढ्दैछ त? नेपाल सरकारको कार्यविभाजन नियमावली 2074 ले शहरी विकास मन्त्रालयलाई, संघीय मन्त्रालयलाई के जिम्मेवारी दिएको छ भने सुरक्षित भवन निर्माण सम्बन्धी नीति, कानुन, मापदण्ड र सो अन्तर्गतका भवन संहिताहरू, गाइडलाइन्सहरू, म्यानुअल्सहरू के आवश्यक पर्ने हुन्छ ती दस्तावेजहरू तयार गर्ने जिम्मेवारी हाम्रो भएको छ र त्यसको अन्तिम कार्यान्वयन गर्ने जिम्मेवारी भनेको चाहिँ स्थानीय तहकै हो। नक्सा पासदेखि निर्माण सम्पन्नसम्मका चरणहरूमा स्थानीय तहले ती दस्तावेजहरूलाई कार्यान्वयन गरेर सुरक्षित भवन निर्माणको एउटा सुनिश्चितता गर्नुपर्ने हुन्छ। त्यसैको लागि हामीले राष्ट्रिय भवन संहिताको विषयमा हामीले प्रचार प्रसार अभिमुखीकरणको लागि इन्जिनियर्सहरूलाई तालिम दिनको लागि विभिन्न पालिकामा स्थानीय स्तरमै गएर पनि तालिम दिँदै आएका छौँ। हामीले गत आवदेखि प्रदेश सुशासन केन्द्र बागमती प्रदेशको प्रदेश सुशासन केन्द्रसँग सहकार्य गरेर मात्रै हामीले 90वटा पालिकालाई हामीले बागमती प्रदेशभित्रको 90वटा पालिकालाई मात्रै तालिम दिइसक्यौँ। त्यसबाहेक सुर्खेतमा गऱ्यौँ हामीले, जाजरकोटमा भूकम्प गइसकेपछि जाजरकोटमा गएर जाजरकोटका र रुकुमका सबै स्थानीयका इन्जिनियरहरूलाई, कालीगढीहरूलाई तालिम दियौँ। यस्ता तालिम कार्यक्रम नियमित रूपमा हाम्रो यस भवन संहिता शाखाले, भवन महाशाखा अन्तर्गत भवन संहिता शाखाले सञ्चालन गरिरहेको छ र अहिले तत्कालीनको रूपमा अहिले हेर्दाखेरि चाहिँ अब खास समस्या के कुराहरूले समस्या भइरहेछन् सुरक्षित भवन निर्माणमा भन्ने कुरालाई हामीले अध्ययन गरिसकेपछि जापान सरकार जाइकाको सहयोगमा एउटा प्रोजेक्ट NBCC प्रोजेक्ट भन्ने हामीले सञ्चालन गरिरहेका छौँ। त्यो प्रोजेक्ट अन्तर्गत हामीले एउटा भवन निर्माण कार्यविधि, जसलाई BCWP पनि भनिन्छ, भवन निर्माण कार्यविधि र EBPS इलेक्ट्रोनिक बिल्डिङ पर्मिट सिस्टमको हामीले डेभलप गरेको छौँ। हो त्यो कार्यविधिलाई चाहिँ अहिले हामीले जनतासम्म पुर्याउनको लागि, पालिकासम्म पुर्याउनको लागि, त्यसलाई हामीले प्रचार प्रसार गर्नको लागि विभिन्न पालिका लेभलमा तालिम दिइरहेछौँ, विभिन्न सङ्घ संस्थाहरूलाई पनि तालिम दिइरहेछौँ। यसैबीच नेपाल वास्तविक समाज सोना शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको भवन महाशाखा र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग
जाइकाको नेपाल राष्ट्रिय भवन संहिता पालना प्रवर्धन परियोजना NBCC को निर्माण कार्यविधि BCWP तथा विद्युतीय नक्सा पास प्रणाली EBPS सम्बन्धी 2 दिने तालिम समेत सम्पन्न भएको छ। यो 2 दिने कार्यक्रम भनेको चाहिँ उहाँहरूलाई डिजाइन गर्न सिकाउने होइन, यसलाई चाहिँ उहाँहरूले गरिरहेको चिजलाई सही ट्र्याकिङ गर्ने र एउटा भवन पास हुँदै गर्दाखेरि कुनै पनि स्थानीय तहबाट स्थानीय सरकार सञ्चालन ऐन अन्तर्गत नक्सा पासको जुन कार्यविधि हुन्छ त्यो अन्तर्गत उहाँहरूले काम गर्दै गर्दा सुपरभिजनको पार्टलाई कुनै पनि घर संरचना बन्दै गर्दाखेरि उहाँहरूले गर्नुपर्ने निगरानी, त्यो निगरानीको पार्टलाई अलिकति फोकस गरेको छ यो सिलेबसमा र उहाँहरूले यो ट्रेनिङ सकिसकेपछि एउटा त उहाँहरू EBPS पोर्टल सम्बन्धी जानकार हुनुभयो, दोस्रो कुरो चाहिँ कार्यविधि अन्तर्गत रहिकन त्यसमा गर्नुपर्ने अपडेटहरू, त्यसमा चाहिँ सुपरभाइजरले गर्नुपर्ने प्लस चिजहरू चाहिँ उहाँहरू इक्विप हुने भएको भएर पक्कै पनि उहाँहरूलाई यो 2 दिनको ट्रेनिङ चाहिँ प्लस गरेकै छ। मङ्गलबार सम्पन्न भएको सो तालिममा 28 जना आर्किटेक्ट्सहरूलाई यसबारेमा प्रशिक्षण दिएको छ, जसबाट सुरक्षित आवास तथा संरचना निर्माणमा सघाउ पुग्ने अपेक्षा गरिएको छ। यसमा सरकारको सक्रियता प्रशंसनीय देखिन्छ। अझ नेपाल राष्ट्रिय भवन संहिता पालना प्रवर्धन परियोजनाको कामले सुरक्षित आवास निर्माण तथा भवन संहिता कार्यान्वयनमा थप गति दिएको देखिन्छ। सुरक्षित भवन निर्माणका लागि नेपाल राष्ट्रिय भवन संहिता पालना प्रवर्धन परियोजना भनेर चाहिँ यो 2021 देखि सञ्चालन भइरहेको छ। यो चाहिँ अहिले काठमाडौँ उपत्यकाको 7 वटा पालिकामा चाहिँ पाइलटको रूपमा चाहिँ अहिले चलिरहेको छ। 7 वटा पालिकामध्ये चाहिँ हाम्रो ललितपुर जिल्लाको चाहिँ 3टा नगरपालिका, ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, बागमती गाउँपालिका, त्यस्तै काठमाडौँ जिल्लाको चाहिँ टोखा नगरपालिका, तारकेश्वर नगरपालिका लगायत दक्षिणकाली नगरपालिका र भक्तपुर नगरपालिकाको सूर्यविनायक नगरपालिकामा चाहिँ यो पाइलटको रूपमा चाहिँ चलिरहेको छ। अब यो परियोजना चाहिँ हाम्रो परियोजनाभित्र चाहिँ 5 वटा आउटपुट छ। 5 वटा आउटपुटमध्ये चाहिँ हाम्रो चाहिँ तालिम पनि एउटा चाहिँ हाम्रो एउटा आउटपुट हो। अब यो परियोजनाले चाहिँ नेपाल सरकारसँग र यही 7 वटा पालिकासँग चाहिँ मिलेर यो अहिले भइरहेको नक्सा पास प्रणालीलाई चाहिँ सुधार गर्न चाहिँ एउटा चाहिँ कार्यविधि चाहिँ बनाएको छ, जसलाई चाहिँ हामी भवन निर्माण कार्यविधि चाहिँ भनेर चाहिँ भन्छौँ। अब यही भवन निर्माण कार्यविधिलाई चाहिँ यही अन्तर्गत गरेर हाम्रो चाहिँ यो विद्युतीय नक्सा पास प्रणालीलाई चाहिँ अलिकति सुधारिएको छ। त्यही सम्बन्धी चाहिँ हामीले चाहिँ अहिले चाहिँ तालिमहरू चाहिँ सञ्चालन गरिरहेको छौँ। उसो त सुरक्षित घर तथा भवन निर्माणका लागि मापदण्ड पालना लगायतका सफल काम पनि नभएका होइनन्। काठमाडौँ स्थित टोखा नगरपालिकामा यसको कार्यान्वयनको अवस्था लोभलाग्दो छ। पहिला सुरुमा जसरी चलिरहेको त्यसलाई चेन्ज गर्न त पक्कै पनि हामीलाई ठुलो च्यालेन्ज भयो। त्यसमा चाहिँ विशेष गरेर टेक्निकल सपोर्ट जाइकाबाट र भवन विभागबाट दिनुपर्ने टेक्निकल सपोर्टहरू थियो, त्यहाँबाट हामीले एकदम पायौँ र हामीले गर्छु भन्ने इच्छा शक्ति चाहिँ पहिला हुनुपर्दो रहेछ। त्यसमा पनि विशेष गरेर जनप्रतिनिधिको र प्रमुख प्रशासनिक अधिकारी र हाम्रो आर्किटेक्ट र इन्जिनियरहरूको टिम छ नगरपालिकामा, उहाँहरूको मुख्य चाहिँ भूमिका रह्यो। त्यो गर्दै गर्दा कति च्यालेन्जहरू आए, फाइनेन्सियल च्यालेन्ज आए, म्यानेजमेन्टको च्यालेन्ज आए, पोलिटिकल च्यालेन्ज आयो र तपाईँको चाहिँ लागू गर्दाखेरि चाहिँ अवेरनेसको जनचेतनाको च्यालेन्ज पनि आयो। त्यसलाई चाहिँ चिर्दै हामी यो ठाउँसम्म आइसकेका छौँ। यो गर्दै जाँदा भोलिको दिनमा हामीलाई अझै अरू च्यालेन्जहरू छ, त्यसलाई फेस गर्न चाहिँ यसरी नै फोरमहरूबाट हामीले कुराहरू सेयर गर्ने र आएको थ्योरीहरूलाई चाहिँ उत्पादन गर्दै प्रतिपादन गर्दै हामी जाने फेरि पनि हाम्रो योजना छ। भवन निर्माण संहिता कार्यान्वयनमा सक्रिय सरकारले सुरक्षित भवन निर्माणका लागि अभियान मात्र चलाएको छैन, यसमा संलग्न इन्जिनियर आर्किटेक्ट्सहरूको क्षमता अभिवृद्धि गर्दै उनीहरूको दक्षता समेत वृद्धि भएको छ, जसले उनीहरूको कार्यक्षमता र अवसरहरूको दायरा पनि फराकिलो बनाउने अपेक्षा गरिएको छ। पहिला चाहिँ अब डिजाइनरले चाहिँ डिजाइन गर्नुहुन्थ्यो, डिजाइनरले चाहिँ घरधनीको चाहिँ नक्सा डिजाइन गरेर दिइसकेपछि अब कति घरधनीले चाहिँ आफैले चाहिँ सुपरभिजन केही गराउनु भएको छैन, डिजाइनरले आएर हेरिदिनुहुन्थ्यो होला। तर अब चाहिँ यो भवन कार्यविधिले चाहिँ यसलाई चाहिँ सुपरभिजन कम्पलसरी गरिसकेपछि अरू यस्तै प्राविधिकहरूको पनि अब भोलि चाहिँ रोजगारको स्थिति पनि अब बढेको छ। उहाँहरूले चाहिँ आफूले चाहिँ अब यो सिकेको आज यो हामीले चाहिँ दिएको तालिम भनेको कार्यविधि भनेको के हो, कार्यविधि अन्तर्गत चाहिँ अब प्राविधिकहरूको सुपरभिजनमा चाहिँ के रोल हुन्छ, कसरी गर्न सकिन्छ भन्ने कुराहरू चाहिँ केही टेक्निकल कुराहरू, अब रिपोर्ट बनाउँदाखेरि कसरी रिपोर्ट बनाउने, के कुरालाई ध्यान दिने, अब फिल्डमा गएर हेर्दाखेरि के कुरा हेर्ने, हामीले अब त्यस्तो बारेमा चाहिँ तालिममा चाहिँ दिएको छौँ। उहाँहरूले यसको बारेमा चाहिँ त्यो चाहिँ ज्ञान लिएर जस भोलि भविष्यमा चाहिँ त्यसलाई चाहिँ प्रयोगमा गरेर आफ्नो चाहिँ
यो जागिरको उसलाई पनि अगाडि चाहिँ राम्रोसँग बढाउनुहुन्छ। सुरक्षित घर तथा भवन निर्माणका लागि कुनै एक पक्षको सक्रियताले मात्र पुग्दैन, यो सबैको साझा दायित्व हो। विभिन्न बहानामा यसप्रतिको व्यवस्था घातक बन्न सक्छ। यसतर्फ आम नागरिकले ध्यान पुर्याउनु पर्ने आवश्यकता देखिएको छ। एउटा अब सर्वसाधारणले बुझ्नुपर्ने कुरा चाहिँ के हो भने हाम्रो समाजमा एकदमै नबुझेको कुराहरू छ। एउटा नन टेक्निकल मान्छेले कच्ची घर र पक्की घर भन्ने दुईवटा शब्दले घरलाई वर्गीकरण गरिन्छ। पक्की घर भनेपछि नामै पक्की बलियो हुने भयो, जस्तै आरसिसी पिलर डन्डी हालेर बनाएको घर चाहिँ पक्की घर हो रे। अनि अर्को ढुङ्गा माटोले बनाएको अथवा ढुङ्गा सिमेन्टले बनाएको गाह्रोवाला घरलाई चाहिँ कच्ची घर, त्यो त नामै कच्ची बलियो हुँदैन भन्ने एउटा बुझाइ छ। त्यो चाहिँ बिल्कुलै रङ हो, एकदमै गलत हो भन्ने कुरा उहाँहरूले नै बुझ्नुपर्ने हुन्छ। किनभने भूकम्प प्रतिरोधी बनाउने भनेको विधि हो। डन्डी राखेर पिलरवाला घर पनि त्यो विधि पुऱ्याएर गुणस्तर मेन्टेन नगरिकन बनाइयो भने भूकम्प ठेक्दैन। र गाह्रोवाला माटो र ढुङ्गाकै घर पनि एक तलासम्म कतिसम्म बनाउन सकिन्छ, मापदण्ड छ, भवन संहिताहरू छन्, कसरी बनाउने भन्ने कुरा भवन संहिताहरू छन्। त्यसरी त्यो प्रविधि प्रयोग गरेर बनाइयो भने भूकम्प ठेक्न सक्छन्। यो कुरा एउटा आम मानिसले पनि बुझ्नुपर्ने छ। अनि अर्को कुरो आम मानिसले आफै सचेत हुनुपर्ने कुरा चाहिँ के हो भने काम गर्दाखेरि लागत हेर्ने एकदमै चलन छ हाम्रो देशमा। सस्तो निर्माण सामग्री खोज्दै जाने, गुणस्तर त्यो कहिलेको थाहा छैन। सिमेन्ट कम्पनी देखाएको कति महिना भयो, त्यो सिमेन्ट प्रयोग गर्न मिल्ने हो कि होइन, अलिअलि जमेको हुन्छ के हुन्छ, यस्ता कुराहरू नबुझिकन सस्तो सामग्री कता कता त्यसको पछाडि लागेर पनि एउटा मिनिमम गुणस्तर जति चाहिनुपर्ने त्यो कुरा मेन्टेन भइरहेको देखिँदैन, च्यालेन्ज रहेको देखिन्छ। यस्ता कुराहरूमा अब घर धनी आफै अलिक सचेत भएर चलाखो भएर आफै बस्ने घर त सुरक्षित बनाउनुपर्छ भन्ने कुरामा चाहिँ उहाँहरूले पनि एकदम ध्यान दिन जरुरी छ। भूकम्प, आगलागी वा अन्य विपत्तिहरूले क्षति पुर्याउने बेला एकमात्र सहारा हो सुरक्षित घर। तर के तपाईँको घर सुरक्षित छ? भवन निर्माण संहिता पालना गर्नु केवल कानुनी बाध्यता होइन, तपाईँको जीवन रक्षाको ग्यारेन्टी पनि हो। दर्शकहरू, नेपालको भूगर्भिक संरचना भूकम्पीय दृष्टिले उच्च जोखिममा पर्छ। त्यसकारण भवन निर्माण संहिता तयार गरिएको हो जुन तपाईँको घरलाई सुरक्षित, दिगो र बलियो बनाउने वैज्ञानिक निर्देश पनि हो। आज हामीसँग यस विषयका जानकार एवं शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक प्रकीर्ण तुलाधर हुनुहुन्छ। उहाँसँग राष्ट्रिय भवन संहिता कार्यान्वयनमा सरकारले गरिरहेका प्रयास, यसको कार्यान्वयनको अवस्था र युग सुहाउँदो नीति तथा कानुन निर्माणमा भइरहेका कामबारे गहिरो विश्लेषण गर्दैछौँ। प्रस्तुत छ उपमहानिर्देशक तुलाधरसँग गरिएको संवाद। स्वागत छ सर। धन्यवाद विष्णुजी। नेपाल राष्ट्रिय भवन संहिता यो के हो, होइन, यसको कसरी कार्यान्वयन हुँदैछ, यो बारेमा अहिलेको अवस्थामा के छ सर? सबभन्दा पहिले के छ भने नेपाल अब बहुप्रक्रिया जोखिमको हिसाबबाट विश्वमा चाहिँ 30औं स्थानमा छ भने चाहिँ यो भूकम्पीय दृष्टिकोणले चाहिँ नेपाल चाहिँ 11औं स्थानमा छ भनेपछि यो भवन संहिता चाहिँ सरल भाषाबाट चाहिँ भन्ने, आम मानिसले चाहिँ बुझ्ने तरिकाबाट भन्ने हो भने अब हामी कहाँ चाहिँ जुन बन्ने भवनहरू छन् त्यसको लागि चाहिँ सुरक्षित भवन निर्माण गर्न, यो बहुप्रक्रिया जोखिमबाट चाहिँ भवनलाई सुरक्षित बनाउनको लागि स्थानीय सामग्रीहरूको अधिकतम प्रयोग गरेर हावापानी सुहाउँदो भवन निर्माण गर्नलाई चाहिँ तयार गरेको विधि सम्मिलित एउटा चाहिँ राष्ट्रिय दस्तावेज नै हाम्रो भवन संहिता हो है। अब यसको तपाईँले कार्यान्वयनको कुरा गर्यो भने चाहिँ के छ भन्दाखेरि यो चाहिँ 2060 सालमा चाहिँ यो भवन संहिता चाहिँ अहिले लागू भइसकेको छ र यसरी चाहिँ यो भवन संहिता जम्मा चाहिँ 23वटा चाहिँ विभिन्न यो विधाहरू छन्, समेटेका छन् र यसलाई चाहिँ हामीले चाहिँ सुरुमा चाहिँ सरकारी भवनहरूमा लागू गरेर यो नगरपालिकाहरूमा चाहिँ लागू गरेका थियौँ भने यसलाई चाहिँ पछि चाहिँ अब यो राज्य पुनर्संरचना सहितै हाम्रो के भएको छ भने स्थानीय यो जुन स्थानीय सरकार सञ्चालन ऐन 2074 चाहिँ मा चाहिँ यो भवन संहिता अनिवार्य रूपमा लागू गर्ने भने 753वटै पालिकामा लागू गर्नको लागि चाहिँ अहिले चाहिँ हामीले कानुनी रूपमा बाध्यता बनाएको छ ऐनले। भनेपछि अब सम्पूर्ण जिम्मेवारी चाहिँ अहिले चाहिँ यो नगरपालिकाहरू पालिकाहरूलाई चाहिँ अहिले तोकेको छ भने यसको अनुगमन र भवन संहिताको परिमार्जन नयाँ भवन तर्जुमाको चाहिँ जिम्मेवारी चाहिँ शहरी विकास मन्त्रालयले चाहिँ दिएको छ। ग्राउन्ड लेभलमा यसको पालनाको अवस्था, होइन, अहिले सिनेरियो एउटा हिसाबमा यहाँले कसरी यसको मूल्याङ्कन चाहिँ गरिरहनु भएको छ?
अब यस्तो छ कि यो तपाईँले चाहिँ यसलाई के सम्झिनुपर्छ भने एउटा डिजास्टर साइकल भन्ने हुन्छ। जब चाहिँ यो भूकम्प जान्छ होइन, भूकम्प गइसकेपछि मान्छेहरूमा चाहिँ एउटा चाहिँ के हुन्छ भने अनि अब त भवन चाहिँ सेफ बनाउनु पऱ्यो भने चाहिँ जनचेतना म्यासिभ रूपमा चाहिँ यो फैलिन्छ। त्यसपछि त्यही अनुसार सरकारले पनि एक्ट गर्छ अनि विभिन्न तपाईँको चाहिँ हाम्रो दस्तावेजहरू ऐन कानुनहरू चाहिँ तपाईँको चाहिँ तुरुन्तै आइहाल्छ। बिल्डिङ कोड परिमार्जन तुरुन्तै हुन्छ। त्यो बेला सरकार पनि लागेको हुन्छ भने हामी हाम्रो चाहिँ यो जनचेतना पनि एकदमै उसमा बसेको छ। बिस्तारै राज्य जब चाहिँ यो चाहिँ समाज चाहिँ हाम्रो चाहिँ सरलता भएर जान्छ है, सरल रूपमा चाहिँ हाम्रो चाहिँ जीविकोपार्जनहरू चल्न थाल्छ, त्यसपछि चाहिँ के हुन्छ भने बिस्तारै यो भुल्दै जान्छ क्या। अनि भुल्दै जान्छ त्यसपछि चाहिँ फेरि डिजास्टर आउँछ, फेरि उयो हुन्छ। सो यो चाहिँ अब डिजास्टर साइकलको रूपमा हामीले लिनुपर्छ। यो त्यसकारण चाहिँ हामी जुन 72 सालको चाहिँ हाम्रो इक्जाम्पल लियो भने जब 72 साल भयो तपाईँले हेर्नुहुन्छ भवन संहिता परिवर्तन भयो, यो स्थानीय सरकार सञ्चालन ऐन आयो, त्यस्तै तपाईँको यो मापदण्डहरू होइन, यो हामीसँग चाहिँ यो बस्ती विकास शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत मापदण्ड 2072 साल आयो। यो थुप्रो दस्तावेजहरू चाहिँ आयो। तर चाहिँ अब बिस्तारै समयअनुसार चाहिँ यो चाहिँ अब लाइफ चाहिँ इजी भएर गइसकेको अवस्था मान्छेहरू चाहिँ अहिले भुलेर गइसक्यो। त्यस कारण चाहिँ हामीले चाहिँ बेला बेलामा यो चाहिँ जनतामा चाहिँ यो सचेतना डिजास्टर सम्बन्धी चाहिँ सचेतना चाहिँ फैलाउनु जरुरी छ। अब एउटा कुरा गऱ्यो भने हामी चाहिँ अब तपाईँको हिस्ट्री हेऱ्यो भने म्याक्सिमम् चाहिँ हामी के गर्छौँ भन्दाखेरि विपद तयारी भन्दा पनि जब डिजास्टर हुन्छ, विपद आउँछ, विपद पछिको चाहिँ काम विपद पश्चात हुने काममा चाहिँ धेरै चाहिँ हामी चाहिँ राज्यले पनि इन्भेस्ट गरेको चाहिँ हामीले देख्छौँ है। यो विगत जस्तै बाढी पहिरो नै किन नहोस्, तपाईँको भूकम्प नै किन नहोस्, आग लागि पनि किन नहोस् र पूर्व तयारी ज्यादै नै हुन्छ। जसले गर्दाखेरि चाहिँ हाम्रो धन जनको क्षतिहरू चाहिँ तपाईँको धन जन लगायत अब इभेन जीवितमा पनि ठुलो असर चाहिँ गर्दो रहेछ है। त्यसकारण चाहिँ अब वास्तवमा हामीले गर्नुपर्ने चिजहरू किन भूकम्प तयारी हो। यो भवन संहिता कार्यान्वयन भएकै विपदभन्दा अगाडिको चाहिँ जुन तयारी छ त्यो नै यसको कार्यान्वयन पक्ष हो। 2072मा ठुलो भूकम्प गयो होइन, त्यसमा संरचनागत रूपमा त अझ हामीले ठुलो डिजास्टर नै भोग्यौँ। त्यसपछिको झन्डै अब 10 वर्षको हाराहारीमा आइपुग्दा पुनर्निर्माणको अवस्थामा पनि राज्यले ठुलो क्षति बेहोरेर त्यसको खर्च गर्नु परिराखेको छ भने जाजरकोट भूकम्पले पनि त्यस्तै पाठ दोहोऱ्याएको छ र अब पश्चिम नेपाल यसको टार्गेट हो भनेर यी खबरहरू आइरहँदा हाम्रो पूर्व तयारी ग्राउन्ड लेभलसम्म अझ पश्चिमतिर होइन, यो जनचेतनाका हिसाबमा अझ राज्यको संयन्त्र स्थानीय पालिका प्रदेश सरकार उहाँहरूले कसरी दायित्वहरू निभाइरहनु भएको छ, यहाँ चाहिँ कसरी यो मूल्याङ्कन के छ यहाँको एनालाइसिसमा चाहिँ? यो कस्तो छ भन्दाखेरि चाहिँ यो हाम्रो जुन पछाडि भूकम्प जुन 1500 लगभग 1500मा चाहिँ हाम्रो चाहिँ भुइँचालो गएको र अहिले चाहिँ लगभग तपाईँको 2000 भनेपछि लगभग हामी 500 वर्ष पछि चाहिँ अहिलेसम्म कुनै पनि ठुलो भुइँचालो भएको छैन। त्यस कारण यो भुइँचालो चाहिँ कस्तो हो भन्दाखेरि चाहिँ हामी चाहिँ कसरी लिन सकिन्छ भन्दाखेरि यो चाहिँ अब 50 वर्षमा चाहिँ एउटा चाहिँ मिडियम खालको भुइँचालो जाने हामीले हेऱ्यो भने 100 वर्षमा अलिकति मेजर टाइपको भुइँचालो भनेपछि त्यो अब जुन 500 वर्षको ग्याप चाहिँ पश्चिम नेपालमा छ। त्यस कारण हामीले एक्सपेक्ट गरेको चाहिँ 72 सालभन्दा पनि ठुलो भूकम्प जान्छ भन्ने कुरा चाहिँ अहिले हामीले चाहिँ पूर्वानुमान चाहिँ अहिले चाहिँ गरिरहेको अवस्था छ। त्यस कारण चाहिँ अब त्यसको लागि चाहिँ हामीले तयारी के गरेछौँ भन्ने कुरा चाहिँ मुख्य महत्त्वपूर्ण विषय हो। र अहिले चाहिँ हामीले के गरेछौँ भन्दाखेरि अब शहरी विकास विभागले चाहिँ हामी विभिन्न यो हाम्रो इभेन हाम्रो वार्षिक कार्यक्रममा त्यस्तै हामीले चाहिँ यो एनजिओ आइएनजिओहरूसँग मिलेर यो सचेतना फैलाउने कार्यक्रममा थुप्रै लन्च गरेको अवस्था छ र लगभग हामीले 800 भन्दा पनि बढी यो प्राविधिकहरू तपाईँको अनि त्यसपछि तपाईँको कालीगढहरूलाई चाहिँ हामीले चाहिँ पश्चिम नेपाल फोकस गरेर ट्रेनिङ गरिसकेको अवस्था छ है। त्यस्तै अब चाहिँ हामीले विभिन्न पालिकाहरूलाई चाहिँ हामीले तिनीहरूको चाहिँ क्यापासिटीहरू चाहिँ बढाउनुको लागि पनि हामीले चाहिँ यो अहिले भर्खरै चाहिँ हामीले चाहिँ यो युएनडिपीले चाहिँ जुन यो इलेक्ट्रोनिक्स बिल्डिङ पर्मिट सिस्टमको सोर्स कोड चाहिँ उहाँले तयार गरेर त्यो चाहिँ हामीले ह्यान्डओभर गरिसकेको अवस्था छ र त्यसपछि त्यही जब चाहिँ त्यही अनुसार चाहिँ अब हामीले भवन ऐन पनि यो चाहिँ 2055मा हामीले भवन ऐन आएको अब त्यो लगभग चाहिँ हाम्रो चाहिँ 25 वर्षभन्दा बढी भइसकेको अवस्था छ। यसलाई पनि हामीले परिमार्जन गर्नुपर्छ भन्ने हिसाबले चाहिँ त्यसलाई चाहिँ अहिले हामीले चाहिँ मन्त्रालय थ्रुबाट अहिले कानुन मन्त्रालयमा चाहिँ पुर्याइसकेका छौँ। त्यस्तै हामीले चाहिँ यो अब सेन्ट्रलाइज इपिएस सिस्टम अब अहिले चाहिँ तपाईँले हेर्नुभयो भने हरेक पालिकाको आफ्नो चाहिँ नक्सा पास गर्ने प्रक्रियाहरू छन् है। त्यस कारण चाहिँ इभेन डिजाइनरलाई पनि अब विभिन्न यिनीहरूले ह्यासल धेरै छ कि विभिन्न तपाईँको चाहिँ यो नगरपालिकामा गएर छुट्टाछुट्टै दर्ता गराउनुपर्ने। त्यस कारण चाहिँ यिनीहरूको चाहिँ फेरि यो पास गर्ने चाहिँ प्रक्रियाहरू पनि फरक छ। त्यस कारण एकरूपता आओस् एउटा
दोस्रो चिज चाहिँ के भने यसको अनुगमन चाहिँ शहरी विकासले जिम्मेवारी दिएको अनुसार चाहिँ अनुगमन पनि हामीले गर्नुपर्ने हुन्छ होइन। त्यस कारण त्यो अनुगमन पनि सहजता होस् है भन्ने हिसाबले चाहिँ अहिले चाहिँ हामीले चाहिँ एउटा सेन्ट्रलाइज इबिपिएस सिस्टम चाहिँ अहिले हामीले चाहिँ तयार गर्नको लागि चाहिँ हामीले चाहिँ भर्खर अब यसमा चाहिँ एडिबीले चाहिँ हामीले सहयोग गरिरहेको छ। उहाँहरूको सहयोगमा चाहिँ हामीले कन्सल्ट्यान्ट नियुक्ति गरेर सेन्ट्रलाइज इबिपिएस सिस्टम चाहिँ यस विभाग अन्तर्गत चाहिँ इस्ट्याब्लिस गर्ने भन्ने चाहिँ सोच बनाएको छ। हामीसँग अपडेटेड दस्तावेज पनि लगभग तयार हुँदैछ पनि भन्ने कुरा आयो। नगरपालिकाको एक हिसाबको छ भन्ने कुरा आइरहेछ भने काठमाडौँमा पनि 3 जिल्लामा फरक फरक थरीको त्यो कार्यान्वयनको अथवा त्यसको प्रक्रियाहरू छ भनेपछि यो देशैभरि चाहिँ अझ होइन यति धेरै हामीसँग कानुन हुँदाहुँदै पनि कार्यान्वयनको अवस्था चाहिँ कस्तो छ? कानुन चाहिँ अवस्था के छ भन्दाखेरि अब हामीले चाहिँ लगभग चाहिँ यो 60 साल जुन भवन संहिता हामीले लागू गरे लगभग हामीले 20 वर्ष त गुजारिसकेका छौँ। यस बिचमा चाहिँ अब हामीले चाहिँ यो 60वटा चाहिँ पालिकाहरूले चाहिँ अहिलेसम्म चाहिँ यो चाहिँ हाम्रो यो भवन संहिता चाहिँ कार्यान्वयन गरिरहेको अवस्था छ। तर त्यहाँ पनि फुल्ली अवस्था भएको छैन। अब यहाँ ग्याप चाहिँ के छ, इभन तपाईँ काठमाडौँ नै हेऱ्यो भने ठिक छ डिजाइनसम्म चाहिँ भवन संहिता अनुसार चाहिँ उहाँहरूले डिजाइन गर्नुहुन्छ, अनुगमन र इम्प्लिमेन्टेसन चाहिँ जुन छ त्यो चाहिँ अलिकति प्रश्न चिन्ह नै छ र त्यसमा चाहिँ ग्याप छ। त्यही ग्यापलाई परिपूर्ति गर्ने भन्ने हिसाबबाट चाहिँ 2020मा जाइकाको सहयोगबाट नेपाल बिल्डिङ कोड कम्प्लायन्स प्रोजेक्ट एनबिसिसी प्रोजेक्ट चाहिँ अहिले चाहिँ हामीले सञ्चालन गरिरहेको अवस्था छ, जुन चाहिँ 7वटा नगरपालिका काठमाडौँ उपत्यका केन्द्रित 7वटा नगरपालिकाहरूमा चाहिँ अहिले पाइलोटिङको रूपमा चाहिँ हामीले चाहिँ लागू गरेका छौँ र त्यो चाहिँ अब अन्तिम वर्ष हो। अब यो जुलाईसम्म मात्रै यसको चाहिँ समय छ र यसमा यस बिचको एउटा आउटपुट चाहिँ के आउँछ भने मुख्य आउटपुट भनेको चाहिँ बिल्डिङ कन्स्ट्रक्सन वर्क प्रोसिड्युर भन्ने छ हामीसँग होइन, BCWP भन्छौँ। अब त्यो BCWP चाहिँ वन्स आइसकेपछि यसले चाहिँ एकरूपता यो प्रक्रिया नै एकरूपता होस् ताकि यसले चाहिँ भवन डिजाइनदेखि लिएर निर्माण सम्पन्न नभएसम्म यसले चाहिँ सम्बोधन गर्छ। यो चाहिँ एउटा एकरूपता होस् र पछि चाहिँ यसलाई चाहिँ हामीले चाहिँ देशव्यापी रूपमा 753वटा पालिकामा यही प्रोसिड्युर चाहिँ अनुसार चाहिँ अगाडि बढाउने भन्ने कुरा चाहिँ हामी सर्कुलेसन गर्छौँ। त्यसपछि त्यसले चाहिँ धेरै हाम्रो चाहिँ यो भवन संहिता कार्यान्वयनमा धेरै सहजता चाहिँ हामीले पुर्याउँछ। पालिका लेभललाई पनि त होइन उहाँहरूलाई पनि क्यापासिटी बिल्डिङका कुराहरू होला, ट्रेनिङ दिने कुरा होला, उहाँहरू आफै पनि अलिकति कसरी सबल बन्ने बिल्डिङ कोड कार्यान्वयनमा भन्ने कुरा होला, त्यसमा चाहिँ कसरी काम हुँदैछ? 60वटा नगरपालिकाहरूले चाहिँ यो कार्यान्वयन मात्रै हो, कतिमा हार्ड कपी चाहिँ सबमिसन, कतिमा चाहिँ इबिपिएस सिस्टम मात्रै लाग्छ। जस्तै इबिपिएसमा हार्डली 20वटा चाहिँ जति पालिकाले मात्र अहिले चाहिँ गरिरहेका छौँ। तपाईँले मैले यो कुरा सच्याएँ। अब त्यो अरूको चाहिँ यो कसरी गर्न सकिन्छ भन्दाखेरि अहिले चाहिँ समस्या के हो भन्दाखेरि जनशक्तिदेखि लिएर हाम्रो जनशक्ति भए पनि उहाँहरूको चाहिँ क्यापासिटी इन्हान्स गर्नुपर्ने चाहिँ अहिले चुनौतीको रूपमा छ नगरपालिकाहरूलाई है यो या पालिकाहरूलाई। त्यसकारण चाहिँ अहिले चाहिँ पालिकाले के गर्नुपर्छ भन्दाखेरि यो सबल कार्यान्वयन गर्ने सबभन्दा पहिला चाहिँ हरेक पालिकामा नक्सा पास गर्ने युनिट चाहिँ राख्नु पऱ्यो है। दोस्रो चाहिँ त्यहाँ चाहिँ कर्मचारीहरू चाहिँ जस्तै प्राविधिकहरू चाहिँ त्यहाँ राख्नु पऱ्यो है। त्यसपछि चाहिँ एउटा जब अनि त्यसपछि चाहिँ यो BCWP चाहिँ त्यहाँ लागू हुनु पऱ्यो। त्यसपछि चाहिँ त्यो अनुसार चाहिँ फिल्डमा अनुगमन गर्ने पनि जस्तो हुनु पऱ्यो भन्दा पाँचौँमा चाहिँ यो जनचेतना है, जनमानसमा उहाँहरूलाई चाहिँ सुशिक्षित गर्नुपऱ्यो। भवन संहिता सम्बन्धी यो विपद सम्बन्धी सुशिक्षित गर्नुपऱ्यो र यसरी चाहिँ हामीले चाहिँ यसमा चाहिँ शहरी विकास विभागले पनि उहाँहरूलाई चाहिँ अहिले अस्ति नै हामीले पश्चिम नेपालमा चाहिँ यस्तै यो क्यापेसिटी इन्हान्स गर्नको लागि चाहिँ थुप्रै ट्रेनिङहरू चाहिँ सञ्चालन चाहिँ हामीले गरिरहेका छौँ। पश्चिम नेपालमा तपाईँले क्यापेसिटी बिल्डिङको लागि जसरी ट्रेनिङ गराइरहनु भएको छ, यहीँ पनि नेपाल इन्जिनियर एसोसिएसन लगायत तपाईँहरूसँग मिलेर कतिपय ट्रेनिङहरू भइरहेको देखिन्छ। तर ती ट्रेनिङहरू हुँदाहुँदै पनि यहाँले भनेअनुसार अझ हाम्रो जनशक्तिको स्तर वृद्धि हुन सकेका छैन, धेरै आवश्यक छ भन्ने एउटा कुरा छ। र तपाईँहरूले ट्रेनिङ दिएका जनशक्तिहरू चाहिँ कति क्यापेबल भयो त, उहाँहरूको चाहिँ के छ अवस्था? हामीले यो जुन विभिन्न ठाउँमा चाहिँ तपाईँले भर्खरै भन्नुभयो एनइएमा पनि हामीले चाहिँ लगभग 3वटा सेसनहरू चलाएँ। त्यस्तै भर्खरै हामीले सोनासँग पनि गरेँ। त्यस्तै थुप्रो चाहिँ पालिकाहरूसँग गएर स्थानीय पालिकाहरूमा गएर पनि हामीले गरेँ र उहाँहरूको फिडब्याक चाहिँ एकदमै राम्रो, धेरै पोजिटिभ छ र धेरै डिमान्डिङ छ अहिले। त्यसकारण चाहिँ हामीले आफ्नो वार्षिक कार्यक्रममा पनि राखेर भविष्य पनि यस्तो कार्यक्रमहरू चाहिँ सञ्चालन गर्नैपर्छ हामीले। र यो भनेको नै एउटा चाहिँ तपाईँको के हो भन्दाखेरि क्यापासिटी लोकल हाम्रो कालीगढहरूको त्यस्तै हाम्रो इन्जिनियर डिजाइनरहरूको चाहिँ क्यापासिटी इन्हान्स गर्ने हो। यसमा चाहिँ निरन्तर चाहिँ यो विभाग चाहिँ अब लागि पर्नेछ र यो समयअनुसार चाहिँ अब यसले चाहिँ अलिकति राम्रै रूपमा जाला भन्ने कुरा चाहिँ मलाई लाग्छ। भनेपछि उहाँहरूको त्यो हाम्रो त्यहाँ त धेरै जनशक्ति अझ काठमाडौँ बेसिस हुनुपर्ने बाध्यता भएकाले त्यहाँ चाहिँ उहाँहरूको चाहिँ जनजीवनमा उहाँहरूको रोजगारीको कुरा होला, स्किलको कुरा होला,
त्यसको अपग्रेडेसन चाहिँ कसरी हुँदैछ? अब यस्तो छ कि अब अस्ति भर्खरै हामीले अब के गर्यौँ भने इन्जिनियरको हकमा चाहिँ तपाईँलाई के भन्ने हो हामीले भर्खरै सुर्खेतमा चाहिँ हामीले चाहिँ यता पालिकाका इन्जिनियर र डिजाइनरहरूलाई चाहिँ यो हाम्रो चाहिँ यो भवन संहिताको इभेन्ट चाहिँ हामीले डिजाइन कसरी गर्ने, त्यहाँका इन्जिनियरहरूलाई चाहिँ यो डिजाइनै कसरी गर्ने है, कसरी गर्ने भन्ने कुरा चाहिँ हामीले सिकायौँ है। र त्यसको चाहिँ अहिले पोजिटिभ रिजल्टहरू चाहिँ देखिरहेछौँ हामीले होइन। त्यस्तै उहाँहरू क्यापासिटी इन्हान्समेन्ट, उहाँको एउटा कन्फिडेन्स लेभल चाहिँ एकदम हाई भएर गइरहेको अवस्था हामीले भेट्टायौँ है। पहिला चाहिँ उहाँहरूलाई कसलाई होइन यो त स्ट्रक्चर डिजाइन गर्नु भनेको त बहुत गाह्रो चिज हो, यो त कुनै स्पेसिफिक स्ट्रक्चर इन्जिनियरले नै गर्नुपर्छ भन्ने थियो भन्दाखेरि अब उहाँहरूमा चाहिँ अलिकति त्यो ट्रान्सफर्मेसन आइसकेको छ। किनभने हामीले पनि गर्न सकिन्छ है, हामीले पनि लागू गर्न सकिन्छ, हामीले पनि डिजाइन गर्न सकिन्छ भन्ने उहाँहरूको एउटा चाहिँ मनोबल चाहिँ अलि वृद्धि भएको चाहिँ हामीले चाहिँ महसुस गरेका छौँ भन्दाखेरि अब त्यस्तै चाहिँ हाम्रो चाहिँ कालीगढको हकमा हामीले जाजरकोटमा गएर 2-3वटा कार्यक्रम फोकस ट्रेनिङहरू गरेँ। त्यसमा चाहिँ हामीले के पायौँ भन्दा त्यहाँ चाहिँ धेरै जसो चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ हाम्रो इन्डियाबाट चाहिँ कालीगढ आएर चाहिँ काम गरिरहेको अवस्था देखिएँ हामीले होइन। तर चाहिँ त्यहाँ स्थानीयहरू चाहिँ सबै विदेशी है। त्यसकारण चाहिँ अहिले चाहिँ हामीले ट्रेनिङ गर्दाखेरि त्यहाँ धेरै जसो महिलाहरूलाई पनि हामीले फोकस गरेँ। पहिला महिलाहरूले चाहिँ के गर्थ्यो भने खालि चाहिँ यो ढुङ्गा इँटा बोक्ने मात्रै काम गर्छ। अब उहाँहरूले पनि अब गाह्रो लगाउन थालेको छ भने उहाँहरूको चाहिँ आफ्नो स्किल डेभलप भएको छ। डेभलप भएर उहाँहरू पहिला चाहिँ जुन ज्याला हुन्थ्यो उहाँ अहिले स्किल म्यान पावरको ज्याला उहाँहरूले पाइराख्नु भएको छ भने अर्को चाहिँ स्वदेशमा चाहिँ रोजगारहरू चाहिँ हामीले ठप गरिरहेका छौँ। किन उहाँहरूले स्किल डेभलप गरेर स्वदेशमा नै गाउँघरमा नै उहाँहरू चाहिँ यो पुनर्निर्माणमा चाहिँ उहाँहरू लागिपरेका छन्। त्यस कारण चाहिँ त्यहाँबाट हामीले चाहिँ इभन पालिका प्रमुखसँग पनि हामीले कुरा गरेँ, हामीले त्यहाँका स्थानीयहरूसँग कुरा गर्दाखेरि धेरै पोजिटिभ इम्प्याक्टहरू चाहिँ अहिले हामीले देखिरहेको अवस्था छ। त्यसको मतलब अझ देशैभरि यो तालिम लगायतका कुराहरूमा चाहिँ अझ वृद्धि गर्नुपर्ने एकदमै जरुरी छ। यो पश्चिम नेपाल मात्र होइन, यो पूर्वदेखि पश्चिमसम्म, पूर्व मेचीदेखि पश्चिम महाकाली सम्पूर्ण नेपालमा नै अब यो कार्यक्रमहरू चाहिँ यसलाई चाहिँ एउटा अभियानको रूपमा चाहिँ यसलाई चाहिँ लग्नुपर्ने चाहिँ अहिले हामीले महसुस गरेका छौँ। नेपालमा चाहिँ सन् 2014मै इबिपिएस सिस्टममा जानका लागि होइन युएनडिपीको सहयोग लगायतको विषयहरूमा अगाडि बढिसकेका एउटा थियो। अहिले पनि त्यसको कार्यान्वयन चाहिँ एकदम सुस्त होइन, पेपरलेसमा जानलाई अलिकति असहजता जस्तो नै देखिन्छ यत्रो वर्ष हुँदा पनि। यसको कार्यान्वयनको कहाँनिर समस्या पर्यो, किन यो हुन नसक्यो होला, के लाग्छ यहाँलाई चाहिँ? अब यस्तो छ कि तपाईँको चाहिँ यो डिजिटल युगमा चाहिँ भर्खर नेपाल चाहिँ प्रवेश भइसकेको अवस्था छ है। तपाईँले यो चाहिँ अब ब्याङ्किङ सिस्टममा भयो, अब अरू सिस्टममा भयो, इभन अब हाम्रो चाहिँ यो गभर्मेन्टले पनि इ गभर्नेन्सको कुराहरू आइरहेको छ होइन। त्यसरी चाहिँ अहिले चाहिँ हामी सम्पूर्ण चिजहरू गभर्मेन्ट लेभलमा पनि अब यो चाहिँ पेपरलेसमा जानुपर्ने भन्ने चाहिँ आइरहेको छ। त्यस्तै गरेर चाहिँ अब हाम्रो यो इबिपिएस सिस्टम पनि त्यो बेला चाहिँ सकभर चाहिँ यो चाहिँ एकै द्वार प्रणालीबाट होस् है। इभेन चाहिँ त्यहाँ नक्सा पासको नक्साहरू चाहिँ बनाउने, त्यस्तै त्यो चिजहरू ट्र्याकिङ गर्ने, त्यो फाइल कहाँ गएको छ भनेर ट्र्याकिङ गर्ने, त्यस्तै इभेन त्यहाँको चाहिँ नक्सा दस्तुर समेत चाहिँ अब सिधै त्यही सिस्टमबाट चाहिँ दिन मिल्ने गरी चाहिँ घरै बसेर आफ्नो चाहिँ नक्सा पासको प्रक्रिया कसरी अगाडि बढिरहेको छ इभेन डिजाइनरलाई पनि होइन त्यो भन्ने हिसाबले चाहिँ हामीले चाहिँ 2014मा चाहिँ युएनडिपीले चाहिँ यो इबिपिएस सिस्टम चाहिँ बनाएको हो होइन। अब त्यसलाई चाहिँ अहिले हामीले चाहिँ अहिले चाहिँ जुन यो युएनडिपीले चाहिँ अहिले हामीले चाहिँ भर्खरै मात्र हामीले चाहिँ उहाँहरूले आफ्नो सोर्स कोड चाहिँ ह्यान्डओभर गरिसकेको अवस्था छ। र त्यो सोर्स कोडलाई चाहिँ यो जुन जाइकाको एनबिसिसी प्रोजेक्टबाट जुन बिसिडब्ल्युपी होइन भवन निर्माण कार्यविधिलाई चाहिँ समेटेर एउटा नयाँ हामीले चाहिँ एउटा नयाँ सोर्स कोड सहितको चाहिँ अहिले चाहिँ एउटा सेन्ट्रलाइज इबिएस सिस्टम डेभलप गर्ने भन्ने चाहिँ अहिले हामीले चाहिँ काम वर्कआउट गरिरहेको छ। लगभग त्यो तयार गरिसकेको अवस्था पनि छ। र अहिले मैले भर्खरै थाहा पाएको अनुसार चाहिँ अब काठमाडौँ महानगरपालिकाले पनि अब उहाँहरूले चाहिँ अब हार्ड कपी चाहिँ अब लिँदैन, सबै उहाँहरूको चाहिँ डिजिटल बेस्ड नक्सादेखि लिएर सम्पूर्ण। यसले गर्दाखेरि के भयो भन्दाखेरि एक त डिजाइनरलाई चाहिँ आफ्नो जान परेन पालिकामा, घरैबाट उहाँले सबमिसन गर्न सक्यो। दोस्रो चिज चाहिँ तपाईँ जुन हार्ड कपी चाहिँ प्रिन्ट गर्ने जुन त्यो मोनिटरी चाहिँ उहाँहरूको चाहिँ खर्च छ त्यो पनि बचिरहेको अवस्था छ। त्यस्तै चाहिँ तपाईँको चाहिँ घरमै बसेर यो ट्र्याकिङ गर्न सक्ने होइन। अब तपाईँको चाहिँ क्लाइन्टले पनि अब घरमै बसेर आफ्नो चाहिँ नक्सा पास कुन अवस्था छ भनेर ट्र्याकिङ गर्ने सिस्टम, त्यसपछि घरमै बसेर चाहिँ दस्तुर तिर्न गर्ने सिस्टम, यसले गर्दा पारदर्शीहरू चाहिँ पनि अझ यसले बढाइसकेको अवस्था छ। त्यो हिसाबले चाहिँ यो चाहिँ अब पोजिटिभ अब ठिकै छ। अहिले भर्खर हामी सुरु गरेका छौँ। अब सम्भवतः केही वर्षमा
अब यसलाई चाहिँ हामी सेन्ट्रलाइज इपिएस सिस्टम पनि हामी लागू गरिसकेको अवस्थामा चाहिँ अहिले चाहिँ यो चाहिँ अब देशव्यापी रूपमा नै जान्छ भन्ने मलाई लाग्छ। अहिलेको अवस्थामा चाहिँ अलिकति चाहिँ यो किन हरेक पालिकाले आफ्नो सिस्टमहरू डेभलप गरिरहेको अवस्थामा पालिकालाई पनि अलि धेरै खर्चहरू, कतिपय पालिकाहरू चाहिँ त्यति सक्षम छैन आर्थिक रूपमा, उहाँहरूलाई गाह्रो छ। तर जब चाहिँ हामीले सेन्ट्रलाइज इपिएस सिस्टम हुन्छ त्यो बेला चाहिँ सम्पूर्ण पालिकाहरूलाई पनि त्यो इजी हुन्छ, इजी एक्सेस हुन्छ। हामी उहाँहरूलाई सूचित गराउँदै जान्छौँ, त्यो अभियान हामी चलाउँदैछौँ विभागको स्तरबाट। त्यसपछि चाहिँ यो बिस्तारै यो लागू हुँदै जान्छ भन्ने कुरा चाहिँ हामी विभागले महसुस गरेको अवस्था छ। अपडेटेड रूपमा डिजिटलाइज प्रक्रियामा गइसकेपछि अझ समयसँगै जस्तो जलवायु परिवर्तनका मुद्दाहरू देखिँदैछन्, त्यसले हाम्रो सहरीकरण अझ भनौँ भवन निर्माण लगायतका प्रक्रियामा पनि केही न केही असर पुर्याउने होला, त्यसलाई पनि नयाँ ढङ्गले सोच्नुपर्ने होला। यस्ता यी विषयहरू पछिल्ला जस्तो विश्वमा देखिएका समस्याहरूलाई पनि सँगै अपडेटेड गराउँदै डिजिटलाइज पनि सँगसँगै गराउँदै चाहिँ भवन संहिता कार्यान्वयन, भवन संहिताका नयाँ विषयवस्तु, भवन संहिताका नयाँ अझ यसलाई अपडेटेड गराउनलाई चाहिँ सरकारले के सोच्दैछ? अब कस्तो भने यो चाहिँ भवन संहिता परिमार्जन गर्ने, किनभने यो समयअनुसार चाहिँ अब तपाईँले भर्खरै भन्नुभयो, अब यो अहिले चाहिँ यो ग्रिन बिल्डिङको कुराहरू आइरहेको छ होइन, हरित भवनको कुरा आइरहेको छ, क्लाइमेट चेन्जको कुराहरू आइरहेको छ, यो कार्बन नेट जिरो भन्ने कुरा आइरहेछ, जुन चाहिँ हामीले इन्टरनेसनल कमिटमेन्ट पनि गरेका छौँ। 2045सम्म चाहिँ हामी कार्बन नेट जिरो बनाउने हाम्रो चाहिँ राष्ट्रिय कमिटमेन्ट पनि छ। अब त्यो अनुसार चाहिँ अहिले चाहिँ हामीले के गरेछौँ भन्दाखेरि यो भवन संहिता पनि नयाँ नयाँ चिजहरू थप्ने है। जस्तै अब ग्रिन बिल्डिङ कोड, अब त्यो ग्रिन बिल्डिङ कोड अहिले हामीले चाहिँ गाइडलाइन एक लेभलमा तयार गरेका छौँ, जुन वर्ल्ड ब्याङ्कको सहयोगले हामीले बनाएका छौँ। अब त्यसलाई चाहिँ कोडैमा लैजाने भन्ने हिसाबले पनि हामीले वर्कआउट गरिरहेको अवस्था छ र यसलाई चाहिँ हामीले वर्ल्ड ब्याङ्कले चाहिँ अब छिट्टै हामीले त्यसमा चाहिँ सपोर्ट एउटा चाहिँ दिँदैछ। त्यसलाई पनि हामी एउटा कोडको रूपमा लिएर जान्छौँ है। त्यस्तै अरू चाहिँ नयाँ यो टेक्नोलोजी विदेशमा चाहिँ कस्तो हुन्छ भने यो हरेक कोडहरू चाहिँ लगभग 2 वर्षमा चाहिँ उहाँहरूले परिमार्जित गर्छ। तर हाम्रो नेपालमा चाहिँ के छ भन्दाखेरि अलिकति हाम्रो यो टेक्नोलोजीको अलिकति समस्या होइन, अब हामी त्यति अपडेट हुन नसक्नेको अवस्थामा चाहिँ अब अल्टिमेटली हामीले चाहिँ त्यो पनि अब हामीले चाहिँ अनुसरण चाहिँ गर्नुपर्ने हुन्छ वैदेशिक। त्यस कारण चाहिँ हामीले विभिन्न कोडहरू पनि अहिले हामीले चाहिँ अपडेट गर्ने अवस्थामा छ। जस्तै अब हामीले यो 105 त्यो जसमिन साइस्मिक कोड, त्यसलाई पनि हामीले चाहिँ यो विकसित अलिक प्रविधिकोलाई सबै हेरेर अब लगभग हामीले 5 वर्ष हुन लागिसक्यो। हाम्रो कोड नयाँ यो 2020मा आएको, 2025 आइसकेको छ। त्यसलाई पनि परिमार्जित गर्ने भन्ने कुरा, त्यसलाई पनि हामीले अन्तिम चरणमा अहिले चाहिँ हामीले छलफल गरी टुङ्गिसकेको अवस्था छ। त्यसलाई पनि अब छिटै ल्याउँछौँ भन्दाखेरि अर्को चाहिँ एउटा स्टिल कोड, जुन चाहिँ अब हाम्रो स्टिल स्ट्रक्चर पनि काठमाडौँ तपाईँले हेर्नुहुन्छ देशव्यापी रूपमा नै स्टिल स्ट्रक्चर विकास सर्वसाधारणहरूको चाहिँ एट्र्याक्सन बढिसकेको अवस्था, त्यसलाई पनि सम्बोधन गर्नुपर्ने हुन्छ र स्टिल कोडमा पनि हामीले चाहिँ वर्कआउट गरिरहेको अवस्था छ। अब त्यस्तै अब तपाईँको अरू चाहिँ यो ग्रिन बिल्डिङ इनर्जी एफिसियन्ट बिल्डिङहरूमाको पनि एउटा गाइडलाइन ल्याएर त्यसलाई पनि अब कोडैमा लिएर आउनुपर्छ भन्ने हिसाबबाट त्यसमा पनि हामीले काम गरिरहेका छौँ। भन्दाखेरि अर्को यो चाहिँ फायर कोडहरू भयो। त्यस्तै अब अरू चाहिँ यो विपदमा चाहिँ साइनेजहरूको लागि चाहिँ अब कसरी चाहिँ यो भवनहरूलाई चाहिँ हामीले चाहिँ सेफ बनाउने है, साइनेजहरू सूचित गर्ने त्यहाँका युजरहरूलाई भन्ने त्यसको पनि एउटा छुट्टै सेफ्टी कोडहरू पनि हामीले चाहिँ अहिले चाहिँ त्यसमा पनि हामीले काम गरिरहेका छौँ। भवन संहिता त पक्कै घरमा मात्रै लागू हुने त होला नि भन्ने एउटा खालको बुझाइ छ। पश्चिम नेपालमा फुसको छानो भएका घरहरू र त्यहाँ ढुङ्गाले बनेका माटोले बनेका थुप्रै घरहरू छ, ठुलो सङ्ख्यामा छ। भनेपछि हामी यो भवन संहिता अथवा पालना गर्दा, घर बनाउँदा यो पक्कै घरलाई मात्रै फोकस गर्छौँ अथवा कि आम सर्वसाधारण जसले फुसको घरमा बस्नुहुन्छ है, जसले ढुङ्गा माटोले बनाएको घर पनि बस्नुभएको छ, त्यसलाई चाहिँ अझ राम्रो बनाउन र उहाँहरूलाई पनि सुरक्षित आवास होइन, त्यही आवासलाई चाहिँ कसरी व्यवस्थित सुरक्षित बनाउन सकिन्छ त उहाँहरू चाहिँ कसरी विश्वस्त हुने? यो हाम्रो भवन संहिताले चाहिँ खालि यो तपाईँले भने जस्तै पक्की घर होइन, एउटा चाहिँ आरसिसी घर पिलर सिस्टमको घरलाई पनि सम्बोधन गरेको होइन। यसले चाहिँ हाम्रो नेपालका है हिमालदेखि तराईसम्मका होइन पहाड हिमाल तराईमा बन्ने घर भवनहरू, त्यस्तै हाम्रो परम्परागत चाहिँ टेक्नोलोजी युज गर्ने भवनहरू तिनीहरूले पनि सम्बोधन गर्छ है। अब त्यसकारण चाहिँ उहाँले ढुङ्गा माटोबाट बन्ने घरलाई पनि सम्बोधन गर्छ यसले भने कसरी बनाउन सकिन्छ भन्ने कुरा पनि हाम्रो भवन संहितामा चाहिँ छ। त्यो कुराहरू त्यो चाहिँ भवन संहिता त्यसलाई पनि हामीले सम्बोधन गरेका छ। त्यसकारण चाहिँ सोही अनुसार चाहिँ जस्तै हाम्रो लोड बियरिङ स्ट्रक्चरहरूमा पनि हामीले चाहिँ यो भवन संहिता चाहिँ यो भवन सुरक्षित प्रतिरोधात्मक भूकम्प प्रतिरोधात्मक भवनहरू हामी निर्माण गर्न सकिन्छ भन्ने हिसाबले चाहिँ अब त्यो इनकेस चाहिँ अब त्यो विधाको चाहिँ भवन संहिता तपाईँले चाहिँ अनुसरण गरेर बनायो पक्कै पनि हामीले चाहिँ यो विपदबाट जोखिमबाट हामीले चाहिँ बस्ने टाइपको भवन सुरक्षित टाइपको भवनहरू चाहिँ हामीले निर्माण गर्न सकिन्छ।
एउटा इन्जिनियरले गल्ती गर्यो भने हजारौँ मानिसको ज्यान जोखिममा पर्छ, हजारौँ मानिसहरूको मृत्यु पनि हुनसक्छ होइन। त्यति अत्यन्तै महत्त्वपूर्ण पेसा हो यो। अब इन्जिनियरहरू पनि सचेत हुनु पऱ्यो, सरकार पनि सचेत हुनु पऱ्यो, यसमा आम सर्वसाधारण पनि सचेत हुनु पऱ्यो, सबै सचेत हुन जरुरी छ। तर भवन संहिता कार्यान्वयन नगर्दा होइन ठुला त्यस्तो क्षति भएका, दुर्घटना भएका केही उदाहरणहरू छन् तपाईँको सम्झना? खरै तपाईँले चाहिँ यो म्यानमारमा भएको भूकम्प तपाईँले लिन सक्नुहुन्छ है। अब चाहिँ तपाईँले हामीले चाहिँ पहिला चाहिँ ब्याङ्कक थाइल्यान्ड है तपाईँ हेऱ्यो भने त्यहाँ चाहिँ मलाई पहिला के लाग्थ्यो भने यो त यिनीहरूको त भुइँचालो नै जान्न, भूकम्पै नजाने देश हो, त्यस कारण चाहिँ त्यहाँ साधारण घरहरू बन्ने होला भन्ने चाहिँ हामीले चाहिँ सोचेको थियौँ होइन। अहिले भर्खरै देखियो नि हामीले त्यसको रिजल्ट, इभेन 200 किलोमिटर पर होइन, 200 किलोमिटर पर जुन ब्याङ्ककमा जुन गएछ डिजास्टर त उसमा त म्यानमारमा त तपाईँले देखिहाल्नुभयो त्यहाँको डिजास्टर, त्यसको पर गएको त्यसमा समेत चाहिँ तपाईँको चाहिँ क्षति भएको छ, भवनहरू त हलेका छन्, मान्छेहरू हटाहट भएका छन् भन्दाखेरि भवन संहिता चाहिँ तपाईँले पालना नगरेको। अब तपाईँ त्यो इक्जाम्पल लियो भने थुप्रै इक्जाम्पलहरू छन्, पाकिस्तानमा पनि इक्जाम्पलहरू छन्, इभन इन्डियाको भुजमा इक्जाम्पल छन्, 2001मा गएको भुज अर्थक्वेकमा हामीले इक्जाम्पल लिन सक्यौँ। त्यसै हाम्रो टर्कीमा गएको चाहिँ हाम्रो जो भूकम्पहरूको पनि हामीले इक्जाम्पल, त्यसै चिल्लीमा गएको तपाईँको चाहिँ, त्यस्तै तपाईँको चाहिँ एल साल्भाडोरतिर गएको त्यसमा पनि हामीले चाहिँ इक्जाम्पलहरू चाहिँ हामीले लिन सकिन्छ। सरकारको एउटा नियामक निकाय, अझ यसलाई कार्यान्वयन गर्ने निकायमा हुनुहुन्छ, तपाईँ त्यसको प्रमुख पनि हुनुहुन्छ। राष्ट्रिय भवन संहितालाई चाहिँ प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि अबको स्ट्राटेजी के हो? अबको मेन स्ट्राटेजी चाहिँ के हो भन्दाखेरि सबभन्दा पहिला चाहिँ तपाईँ अघि भने जस्तै हामीले चाहिँ भवन संहितालाई चाहिँ परिमार्जन गर्दै समेत सापेक्ष रूपमा भवन संहिता परिमार्जित गर्दै जानुपर्छ है। अब नयाँ नयाँ चाहिँ प्रविधिहरू चाहिँ विश्वमा आइरहेछ, त्यसलाई पनि लिएर भवन संहिता परिमार्जित गर्दै सोही अनुरूप चाहिँ हामीले चाहिँ अब जस्तै यो मापदण्डहरू तिनीहरू पनि परिवर्तन गर्दै जानुपर्छ। त्यस्तै हामीले चाहिँ यो भवन ऐनहरू पनि परिमार्जित गर्दै जानुपर्छ। यिनीहरू चाहिँ टुल हो भवन संहिता कार्यान्वयन गर्नु। त्यस्तै अहिले चाहिँ भवन संहिता तपाईँ कार्यान्वयन गर्ने निकाय भनेको त अहिले स्थानीय तह हो, स्थानीय पालिकाहरू, उहाँहरूलाई पनि क्यापेसिटी बढाउँदै लग्नुपर्छ। हाम्रो प्राविधिकहरूलाई पनि हामीले क्यापेसिटी बढाउँदै लग्ने हो। त्यस्तै हामीले अघि भने जस्तै त्यो पेपरलेस डिजिटल हाम्रो प्रविधा गइसकेपछि यो सेन्ट्रलाइज इपिएस सिस्टम चाहिँ देशव्यापी रूपमा लागू गर्नु पऱ्यो है। अनि त्यस्तै चाहिँ अब हामीले चाहिँ अरू चाहिँ के गर्नु पऱ्यो भन्दाखेरि चाहिँ अब हामी आफै पनि अपडेट भएर जानुपर्छ हाम्रो, किनभने हामीले त अनुगमन गर्ने जिम्मेवारी हो। त्यस कारण चाहिँ यो शहरी विकास मन्त्रालय, शहरी विकास भवन निर्माण विभागले भवन संहिताको चाहिँ पूर्ण रूपमा कार्यान्वयन भएको छ कि छैन भन्ने कुरा अनुगमन पनि हुनु पऱ्यो। त्यस्तै चाहिँ अब त्यसमा चाहिँ अब कसैले चाहिँ अब भवन संहिता अनुसार चाहिँ घर बनाएको छ भने उहाँहरूलाई पुरस्कृत पनि इन्सेन्टिभ पनि दिनु पऱ्यो। भने भवन संहिता अनुसार चाहिँ तपाईँको चाहिँ काम गरेन भने उहाँ दण्ड सजाय अलिक कडाउ रूपमा चाहिँ त्यो पनि लागू गर्नु पऱ्यो। र त्यसको अरूभन्दा पनि सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ एउटा पोलिटिकल कमिटमेन्ट है। हाम्रो मेयर साहबहरू, अध्यक्षज्यूहरूले आफ्नो पोलिटिकल कमिटमेन्ट चाहिँ राख्नु चाहिँ जरुरी छ होइन। जब वान्स पोलिटिकल कमिटमेन्ट हुन्छ डेफिनेटली अरू कुराहरू चाहिँ पनि लागू हुँदै जान्छ र उहाँ पनि पोलिटिकल कमिटमेन्ट हुन्छ। हाम्रो जनताहरूलाई चाहिँ विपदबाट बनाउनु पऱ्यो होइन, हामी विपद तयारीको रूपमा भवन संहिता कार्यान्वयन गराउनु पऱ्यो। त्यस्तै चाहिँ अब हामीले चाहिँ क्षति हुनभन्दा अगाडि नै हामीले चाहिँ यो न्यूनीकरणको उपायहरू चाहिँ हामी अप्नाउन सकिन्छ भने जनमानसमा जनचेतनाहरू फैलाउनु पऱ्यो। र विभिन्न चाहिँ हामी चाहिँ तपाईँको चाहिँ यो कार्यक्रमहरू जस्तै हामी भूकम्प दिवस मनाउँछौँ माघ 2 गते, यस्ता कार्यक्रमहरू चाहिँ एक्सटेन्सिभमा देशव्यापी रूपमा चाहिँ गर्नु पऱ्यो है। त्यस्तै हाम्रो इन्जिनियरहरू, कालीगरहरू यिनीहरूलाई चाहिँ हामीले चाहिँ ट्रेनिङहरू दिँदै जानु पऱ्यो। र त्यसको अलावा चाहिँ अहिले हामी चाहिँ विभिन्न हाम्रो सङ्घ संस्थाहरू, एनजिओहरू यस क्षेत्रमा काम गरिरहेको छ, उहाँहरूलाई समेटेर चाहिँ एउटा चाहिँ राष्ट्रिय हामीसँग छ नेसनल एक्सन प्लान अफ एक्सन नापा छ है। अब त्यो चाहिँ त्यो नापालाई पनि हामीले चाहिँ अब हामी चाहिँ यसपालि चाहिँ हामी यो परिमार्जन गर्ने भनेर लागिरहेको छौँ होइन। त्यो ती दस्तावेजहरूलाई पनि अगाडि बढाउनु पऱ्यो। र यसरी चाहिँ हामी चाहिँ भूकम्प सुरक्षित तथा यो विपद रेजिलेन्ट समाज चाहिँ हामी चाहिँ बनाउन सकिन्छ। तपाईँ भवन महाशाखा हेरिरहनु भएको छ उपमहानिर्देशक भएर, यो यसले चाहिँ के काम गर्छ? मेरो महाशाखा अन्तर्गत चाहिँ 4वटा शाखाहरू छन्। त्यसमा चाहिँ सबभन्दा महत्त्वपूर्ण शाखा भनेको भवन संहिता शाखा हो है। मैले धेरै कुराहरू भवन संहिता शाखाको कुराहरूमा राखेँ है। भने अब अर्को चाहिँ एउटा चाहिँ हाम्रो महाशाखा डिजाइन र सर्भिसेस शाखा छन्। त्यसले चाहिँ के गर्छ भन्दा यो सरकारी भवनहरू है, सरकारी भवनहरू चाहिँ को चाहिँ डिजाइन गर्ने है। अब त्यो अनुसार चाहिँ त्यसको चाहिँ निर्माणमा समन्वय गर्ने। त्यस्तै अब यो चाहिँ तपाईँको मापदण्डहरू जस्तै सरकारी भवनहरूको मापदण्डहरू चाहिँ हामी चाहिँ ल्याउने, कलर कोडहरू लिएर आउने, भवन निर्माण निर्देशिकाहरू चाहिँ हामी चाहिँ तयार गर्ने
र यसरी चाहिँ हाम्रो हरेक आयोजनाहरू छन् 20वटा चाहिँ आयोजना देशव्यापी छ उहाँहरूसँग समन्वयन गर्ने उहाँहरूलाई परेको समस्याहरूको समाधान गर्ने यो विषयमा चाहिँ हामीले काम गरिरहेका छौँ भन्दाखेरि अर्को चाहिँ हाम्रो एउटा स्वास्थ्य भवन शाखा छ र स्वास्थ्य भवन शाखामा बेसिकल्ली चाहिँ हामी के गर्नु स्वास्थ्य मन्त्रालयसँग सहकार्य गरेर देशमा रहेका स्वास्थ्य संस्थाहरूको चाहिँ विगत 20 वर्षदेखि चाहिँ हामीले चाहिँ निर्माण गरिरहेका छौँ लगभग 2000 भन्दा बढी स्वास्थ्य संस्थाहरू चाहिँ अहिले हामीले बनाएर सक्सेसफुल्ली चाहिँ हामीले ह्यान्डओभर गरिसकेको अवस्था छ भने त्यसको चाहिँ आफ्नै हिसाबले चाहिँ ठुलो योगदान छ र त्यसले चाहिँ हाम्रो यो अहिले चाहिँ एउटा के भएछ भने एउटा चाहिँ स्वास्थ्य क्षेत्रमा चाहिँ महत्त्वपूर्ण योगदान दिएको छ र यसले चाहिँ स्वास्थ्य क्षेत्रको जुन बनेका भवनहरूलाई हामीले एकरूपता गर्न चाहिँ सफल भएका छौँ जस्तै हाम्रो चाहिँ हेल्थ पोस्टरको एउटा डिजाइन छ हामीसँग त्यस्तै हामीसँग यो पिएचसी भनौँ होइन स्वास्थ्य केन्द्रहरूको डिजाइनको सबै त एकरूपता ल्याएका छौँ भन्दा इभेन जिल्ला अस्पतालको एकरूपता ल्याएर हामीले चाहिँ यो काम गरिरहेको छ भने यसको अलावा चाहिँ अब हामीले चाहिँ अब यो सम्पन्न गरेका आयोजनाहरू यो वीर हस्पिटल हामीले सम्पन्न गरेका छौँ हाम्रैबाट त्यस्तै हामीले हाम्रै समन्वयमा चाहिँ यो हामीले यो टिचिङ हस्पिटल गङ्गालाल हृदय रोग हस्पिटल त्यस्तै हामीले चाहिँ यो सिभिल हस्पिटल यिनीहरूको पनि हामीले समन्वयनकारी भूमिका गरेर चाहिँ सफलतापूर्वक चाहिँ हामीले सञ्चालन गरिरहेको अवस्था छ भने अब अर्को एउटा शाखा चाहिँ मर्मत शाखा हो मर्मत तथा मूल्याङ्कन शाखा यसले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ विशेष त यसले चाहिँ यो भवनहरूको मूल्याङ्कन गर्ने है त्यस्तै भवनहरूको चाहिँ तपाईँको चाहिँ यो सरकारी भवनहरूको मर्मतको चाहिँ बजेटहरू विनियोजित गर्ने यस्तो कामहरू चाहिँ हाम्रो मर्मत शाखा र मूल्याङ्कन शाखाले चाहिँ हाम्रो गरिरहेको छ गाउँबाट सहर केन्द्रित जनसङ्ख्याको जो बसाइसराई दर बढिरहेछ होइन अझ विदेश जानेहरूले रेमिटेन्स पठाएर पनि घर बनाउने सहर केन्द्रितै घर बनाउने खालको श्रृङ्खला बढ्दैछ अबको 10 वर्षमा अथवा आगामी दिनमा भवनहरू घरहरूको सङ्ख्या थुप्रै वृद्धि हुँदैछ सहरीकरण अझ बाक्लिँदैछ भनेपछि यो सबै चिजको चाहिँ आवश्यकता रिलेट चाहिँ कसरी हुनसक्छ सहर व्यवस्थित चाहिँ कसरी हुनसक्छ अब सहर व्यवस्थित सहर चाहिँ कस्तो हो भन्दाखेरि अहिले भर्खरै हामीले एउटा सहरी नीति पनि हामीले लागू गरिसकेको अवस्था छ अहिले भर्खर क्याबिनेटमा पास गरेर लागू भइसकेको अवस्था छ भन्दाखेरि यो राष्ट्रिय सहरी नीतिबाटले चाहिँ अब चाहिँ अब त्यो अनुसार चाहिँ तपाईँको नीति त लागू भयो नीति भने जस्तो पोलिसी मात्रै हो मार्गनिर्देशन मात्र अब चाहिँ त्यही सोही अनुसार चाहिँ अब कानुनहरू पनि बन्नुपर्ने हुन्छ होइन सहरी विकास ऐनहरू आउनु पर्यो नियमावली आउनु पर्यो कार्यविधिहरू आउनु पर्यो त्यस्तै विभिन्न मापदण्डहरू चाहिँ अब सहर केन्द्रित मापदण्डहरू पनि आउनुपर्ने हुन्छ किन हाम्रो जिम्मेवारी भनेको चाहिँ बेसिकल्ली सहर व्यवस्थित गर्ने हो है त्यही हिसाबबाट वन्स यो कानुन दस्तावेज आइसकेपछि हामीले चाहिँ यो अब यो सहरी यो हाम्रो चाहिँ व्यवस्थित सहरीकरण अब जस्तै एउटा चाहिँ हामीले के रूपमा लिन सकिन्छ भन्दाखेरि अहिले चाहिँ धेरै जस्तो चाहिँ यो चाहिँ अहिले खन्ने पुर्ने है युटिलिटीहरूको लागि होइन तपाईँले हेर्नुभएछ सहरलाई कुरूप बनाइराखेको एउटा युटिलिटी पनि हो होइन अब त्यसले त्यस कारण चाहिँ एउटा चाहिँ युटिलिटी कोरिडोर डेभलप गर्ने भन्ने कुराहरू पनि अगाडि आइरहेको छ यस्तै बिस्तारै अब सबै पूर्वाधारहरू पनि थप्दै जाने त्यही हिसाबले चाहिँ अब सहरलाई चाहिँ अलिकति व्यवस्थीकरण चाहिँ अब गर्दै जानुपर्छ जस्तो मलाई लाग्छ हजुर हामी अन्तिममा छौँ मैले सोध्न छुटाएका र सहरी विकास अथवा भवन संहिता कार्यान्वयन लगायतकै विषयमा यहाँलाई केही भन्नुपर्ने अन्तिममा मेन चाहिँ के हो भन्दाखेरि यो भवन संहिता भनेको चाहिँ सुरक्षित भवन निर्माण गर्नको लागि एउटा आवश्यक दस्तावेज हो है म सम्पूर्णमा के भन्न चाहन्छु भन्दाखेरि चाहिँ यो भवन संहिता अनुसारको भवन निर्माण गरौँ र सोही अनुसार डिजाइन गरौँ सोही अनुसार चाहिँ निर्माण गरौँ है त्यसरी निर्माण गरिसकेको भवनहरू चाहिँ सुरक्षित किफायती वातावरण मैत्री हुन्छ र यसरी चाहिँ भवन निर्माण चाहिँ तपाईँको सुरक्षित भवन निर्माण गऱ्यो भने जुन पछि हाम्रो डिजास्टरमा हुँदाखेरि हामी चाहिँ उत्थानशील समाजको चाहिँ हामी विकास गर्न सकिन्छ है त्यसैले त्योतर्फ चाहिँ हामी सम्पूर्ण चिजहरू चाहिँ सम्पूर्ण पालिकाहरू सम्पूर्ण यो हाम्रो डिजाइनर इन्जिनियर साथीहरू र सम्पूर्ण जनताहरू चाहिँ अब यसमा चाहिँ अभिप्रेत भएर यो जुन यो डिजास्टरबाट हुने ठुलो जुन क्षति जनधनको क्षति न्यूनीकरणको लागि विपद आउनुभन्दा अगाडि पुरै तयारीमा चाहिँ लागेर हाम्रो ठुलो धन क्षतिबाट चाहिँ बस्छौँ र राष्ट्रलाई पनि बचाउँ भन्ने नै मेरो मुख्य भनाइ छ हस् धन्यवाद दर्शकवृन्द सहर होस् वा गाउँ अहिले भव्य घर बनाउने होड चलिरहेको छ मानिसहरू भित्ताको रङ झ्यालको डिजाइन दराजको सजावटमा त समय खर्चिन्छन् तर भवन संहिता अनुसार बनेको छ कि छैन भन्ने विषय व्यवस्था गरिरहेका छन् हामी अब घर छ भने पुग्छ भन्ने सोचबाट
पर जानै पर्छ। घर बनाउँदा पैसा मात्र होइन, चेतना पनि लगानी गर्नुपर्छ र भविष्यका भूकम्पहरूलाई आजैको निर्णयले सामना गर्न सक्नुपर्छ। हामी नेपालको पूर्वाधार क्षेत्रबारे सघन र सूक्ष्म विश्लेषणका लागि निरन्तर केन्द्रित छौँ। आजलाई बिदा दिनुहोस्। नमस्कार।